देश मधेसको पानी चेतनाको दियो नबाली समृद्धिको सपना भित्दैन। धन्यवाद कार्यक्रम सञ्चालकज्यू। श्रद्धा र विश्वास जागृत गराउन यस उद्देश्यका साथ आयोजित यस कार्यक्रमको सभा अध्यक्षता ग्रहण गर्नुभएका सभा अध्यक्षज्यू, प्रमुख अतिथि, विशिष्ट अतिथिज्यू, निष्पक्ष न्याय मण्डलज्यू, गुरुवर्गज्यू, प्रतिस्पर्धाको वैचारिक महासागरबाट आफूलाई अपल साबित गर्ने विजयको माला पहिरन तम तयार मेरा प्यारा प्रतिस्पर्धी मित्र एवं प्रबुद्ध बौद्धिक समुदायमा महर्षि जनजागृति माविमा कक्षा 9 मध्येका छात्रा प्रमुखका आफ्नैको तर्फबाट स्वीकार शीतकालीन एवं शीतल हार्दिक अभिवादन। साथै आजको यस पवित्र भूमिमा मेरो मनको रङ्ग तरङ्ग र अन्तरङ्गमा उज्जिएका भावहरू प्रस्तुत गर्ने अवसर जुटाएकोमा आयोजकप्रति हार्दिक कृतज्ञता अर्पण गर्दै आजको वक्तव्यको विषयतर्फ लाग्ने अनुमति चाहन्छु। आज यस गरिमामय प्राज्ञिक मञ्चमा म विद्यालयमा अध्ययन शोधार्थीको रूपमा सूर्य संरक्षणमा विद्यार्थीको भूमिका भन्ने अत्यन्तै संवेदनशील एवं समसामयिक विषयमा आफ्ना वैज्ञानिक दृष्टिकोण राख्न गइरहेको छु। महोदय, नेपालमा सूर्य क्षेत्र पूर्वमा इलामदेखि पश्चिममा कञ्चनपुरसम्म फैलिएको छ। कुल भूभागको 12.78% ओगट्ने यस संवेदनशील क्षेत्रलाई विक्रमसम्म 2071 मा नेपाल सरकारले वातावरण संरक्षण क्षेत्र घोषणा गरेको छ। यो संरक्षण क्षेत्र नेपालको 7 प्रदेशको 37 जिल्ला र 340 स्थानीय तहमा फैलिएको छ। समग्र चुरे पहाड तराई र भाबर क्षेत्रलाई चुरे भूपरिधि भनेर भनिन्छ। सभापति महोदय, चुरे केवल एउटा भौगोलिक श्रृङ्खला मात्र होइन, यो त नेपालको कुल जनसङ्ख्याको जन्य आधा हिस्सा बसोबास गर्ने तराई मधेसको जीवन रेखा हो। अन्नभण्डारको सुरक्षा कवच र भावी पुस्ताको अस्तित्वको आधार स्तम्भ हो अनि वन्यजन्तुको वासस्थान हो। तर आज तीव्र शहरीकरण, वन विनाश चुरेको छाती चिरेर भइरहेको गिट्टी र ढुङ्गाको अनियन्त्रित दोहनका कारण यो क्षेत्र मरुभूमिकरणको गम्भीर जोखिममा छ, अर्थात् चुरे रोइरहेको छ। चुरे रुँदा तराई मरुभूमिकरणको जोखिममा परेको छ। यस्तो विकराल परिस्थितिमा समाजको सबैभन्दा सचेत, ऊर्जावान र बौद्धिक वर्ग अर्थात् हामी विद्यार्थीहरू केवल मूकदर्शक बनेर बस्न कदापि मिल्दैन। हामी विद्यालयमा अध्ययनरत विद्यार्थीहरू युवा अवस्थाको सङ्घातमा छौँ। हामीसँग ऊर्जा छ, चेतना छ र प्रविधिको शक्ति छ। त्यसैले चुरे संरक्षणमा हाम्रो भूमिका बहुआयामिक हुनुपर्छ। नम्बर 1, चेतनाको सम्वाहन। हामी विद्यार्थीले विद्यालयमा सिकेको ज्ञानलाई गाउँघरमा समाज र सामाजिक सञ्जालको प्रयोग गरेर चुरे फेदीका जनतालाई वन विनाश र अनियन्त्रित उत्खननले निम्त्याउने बाढी पहिरो, खडेरी र मरुभूमिकरण जस्ता सङ्कटबारे जनचेतना जगाउन सक्छौँ। नम्बर 2, एक विद्यार्थी एक रुख अभियान। हामी आफैले आफ्नो विद्यालय घरमा खाली जग्गामा वृक्षारोपण गर्ने र त्यसको संरक्षण गर्ने प्रतिज्ञा गर्न सक्छौँ। नम्बर 3, चुरे क्षेत्रको माटोलाई सुहाउँदो वृक्षारोपणका मोडलहरू र दिगो विकासका नवीन उपायहरू खोजी गर्न सक्छौँ। नम्बर 4, विद्यालयहरूमा इको क्लबको स्थापना गरी चुरे संरक्षण सम्बन्धी गोष्ठी, चित्रकला वा निबन्ध प्रतियोगिता जस्ता विभिन्न सचेतनामूलक अतिरिक्त क्रियाकलापहरू सञ्चालन गर्न सक्छौँ। नम्बर 5, प्रमाण आधारित पैरवी। हामीले चुरे क्षेत्रको वातावरणीय, राजभूमिगत जलस्रोतको सङ्कट र जैविक विविधतामा परेको असरबारे वैज्ञानिक शोध र डाटा सङ्कलन गर्न सक्छौँ। गाउँमा बगेर भनिने कुराभन्दा तथ्य र तथ्याङ्कमा आधारित प्रतिवेदनहरूले राज्यका नीति निर्माताहरूलाई सही निर्णय दबाब दिन्छ। नम्बर 6, नीतिगत विश्लेषण र खबरदारी। चुरे संरक्षणका लागि बनेका सरकारी नीति र राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समितिका कार्यक्रमहरूको सूक्ष्म विश्लेषण गर्नुपर्छ। नीतिमा भएका क्षेत्रहरू अङ्ग्याउँदै प्राकृतिक स्रोतको अत्याधिक दोहनलाई रोक्न न्यायालय र संसदलाई समेत झकझक्याउने बौद्धिक नेतृत्व विद्यार्थीले लिनुपर्छ। के तपाईँलाई थाहा छ चुरे संरक्षणका लागि भएका नेपाल सरकारका प्रयासहरू? राष्ट्रिय गौरवका आयोजनाहरू पनि राष्ट्रपति चुरे तराई मधेस संरक्षण कार्यक्रम समावेश गरी चुरे संरक्षणको प्रयास भएको छ। नेपाल सरकारले निकासी पैठनी 2013 अनुसार चुरे क्षेत्रको चट्टानबाट गिटी ढुङ्गा पाल्दा उत्खनन गरी नेपालबाट निकासी गर्न मिति 2071 साल साउन 1 गतेदेखि बन्देज लगाएको छ। नेपालको संविधानको धारा 30 ले प्रत्येक नागरिकले स्वच्छ र स्वस्थ वातावरण बाँच्न पाउने मौलिक हक सुनिश्चित गरेको छ। त्यसैगरी नेपालको संविधानको अनुसूची 9 मा सङ्घ, प्रदेश र स्थानीय तहको साझा अधिकारमा वन जङ्गलको महत्त्व थपी स्पष्ट पारिएको छ। सभापति महोदय, वैज्ञानिकहरू भन्छन् यदि चुरे सखात भयो भने तराई मरुभूमि बन्नेछ। तराई मरुभूमि बन्नु भनेको सिङ्गो देशको अस्तित्व र अर्थतन्त्र समाप्त हुनु हो। त्यसैले अबको विद्यार्थी हामीले पर्यावरणीय सुरक्षा र प्राकृतिक न्यायका लागि टेक बुझ्नुपर्छ। सभापति महोदय, त्यसैले चुरे जोगी मात्र तराई जोगी छ र तराई जोगी मात्र नेपालको अन्नभण्डार जोगी छ। चुरे संरक्षण कुनै एउटा सरकारी आयोजनाको काम मात्र होइन, यो त हाम्रो अस्तित्वको लडाइँ हो। अन्त्यमा चुरे संरक्षण कुनै एउटा पुस्ताको जिम्मेवारी मात्र होइन, त वर्तमान अनि भविष्यलाई सुम्पाउनु पर्ने अछुरो पहाड एवं दायित्व हो। त्यसैले प्रकृति रहे मात्र हामी रहन्छौँ भन्ने मूल मन्त्रलाई आत्मसात गर्दै आजै र अहिलेदेखि चुरे जोगाउने महाअभियानमा एउटा इच्छा थप्न म सम्पूर्ण युवा विद्यार्थी साथीहरूलाई आह्वान गर्दछु। कागजी नारामा मात्र होइन, हाम्रा पाइलाहरू चुरे संरक्षणको मैदानमा देखिनुपर्छ। त्यसैले आउनुहोस्, चुरे बचाउने महाअभियानमा आफ्नो प्राज्ञिक, नैतिक र व्यवहारिक ऊर्जा समाहित गरौँ। किनभने चुरे जोगी मात्र तराई जोगिन्छ, तराई जोगी मात्र नेपाल बाँचिरहन्छ। धन्यवाद, नमस्कार, जय गुरु।